घरमै मिठो भेज चाउमिन बनाउने तरिका। सुरुमा एउटा प्यान लिने, त्यसमा तेल हाल्ने, लसुन, प्याज, गाजर, खुर्सानी, ओरेन्ज पेपर सबै हालेर मजाले चलाउने। त्यसपछि त्यसमा चना केरो हालेर फेरि एकैछिन राम्रोसँग चलाउने। त्यसपछि त्यसमा पनिर हाल्ने। पनिर हालिसकेपछि एकैछिन चलाएर त्यसलाई पाक्न छोडिदिने। त्यसपछि बन्दा हाल्ने। बन्दा हालेर फेरि मजाले चलाएर बन्दा नपाकिन्जेलसम्म त्यसलाई छोड्ने। त्यसमा बेसार मसला स्वादअनुसार नुन हालेर चलाएर पाक्नको लागि भनेर छोडिदिने। एकैछिन त्यत्तिकै छोडेपछि त्यो पाक्छ। त्यसपछि त्यसमा चाउमिन मसला हालेर एकैछिन छोडिदिने। त्यसपछि सोया सस हाल्ने, आफूलाई कति मनपर्छ त्यो अनुसारको। त्यसपछि चाहिँ त्यसमा बोइल गरेर राखेको स्प्यागेटी हाल्ने अनि त्यसलाई मजाले सबैतिर मिल्ने गरी मजाले त्यसलाई चलाउनु पर्दछ। चलाएर एकैछिन मजाले चारैतिर सबैतिर मिक्स हुने गरी त्यसलाई चलाइसकेपछि चाहिँ अब यो चाहिँ हाम्रो खानको लागि रेडी हुन्छ। एकदमै नेपाली स्टाइलको चना केरो हालेको चाउमिन चाहिँ रेडी भयो। त्यसमा गार्निस गर्नलाई पछि धनियाँ, खुर्सानी, प्याज हालेर मजाले त्यसलाई केचपको साथमा नि खान सकिन्छ, केचप बिना पनि खान सकिन्छ। धन्यवाद।